दर्शकवृन्द, कृषा चौलागाईको निर्देशनमा तयार हुन लागेको चलचित्र पारसमा नेपाली चलचित्र क्षेत्रको एक्सनको किङ निखिल उप्रेती पहिलो पल्ट खतरनाक भिलेनको अवतारमा देखिने भएका छन् भने नायक सुशील श्रेष्ठ भने चलचित्र पारसमा मेन हिरोको अवतारमा देखिने भएका छन्। यो सँगसँगै अब चलचित्र पारसमा एक्सन किङ निखिल उप्रेती भर्सेस नायक सुशील श्रेष्ठ हुने भएको छ। आज म यही कुराकै बारेमा परिचर्चा गर्न गइरहेको छु। भिडियोलाई पुर्याइदिनुहोला। यदि हजुरले हाम्रो च्यानललाई सब्स्क्राइब गरेको छैन भने सब्स्क्राइब गर्न पनि नबिर्सिनुहोला। दर्शकवृन्द, कृषा चौलागाईको निर्देशनमा तयार हुन लागेको चलचित्र पारसको पछिल्लो समय नेपाली चलचित्र क्षेत्रमा चारैतर्फ एकदमै धेरै चर्चा भइरहेको छ। पारस फिल्मको चर्चा यस कारणले भइरहेको छ कि पारस चलचित्रभित्र हामीले नेपाली चलचित्र क्षेत्रको एक्सनको किङ निखिल उप्रेतीलाई पहिलोपल्ट खतरनाक भिलेनको अवतारमा देख्न पाउने भएका छौँ। चलचित्र पारसमा एक्सन किङ निखिल उप्रेती भिलेनको अवतारमा देखिँदैछन् भने नायक सुशील श्रेष्ठ भने चलचित्र पारसभित्र मेन हिरोको अवतारमा देखिने भएका छन्। जस कारणले गर्दाखेरि यति बेला नेपाली चलचित्र क्षेत्रमा चारैतर्फ पारस फिल्मको एकदमै धेरै चर्चा भइरहेको छ भने पारस चलचित्र हेर्नको लागि दर्शकहरू अझ धेरै प्रतीक्षामा बसिरहनु भएको छ। यो सँगसँगै अब चलचित्र पारसभित्र एक्सन किङ निखिल उप्रेती भर्सेस नायक सुशील श्रेष्ठ हुने भएको छ। चलचित्र पारसमा अब एक्सन किङ निखिल उप्रेती र एक्सन स्टार सुशील श्रेष्ठको धमाकेदार एक्सन देख्न पाउने भएका छौँ। जस कारणले गर्दाखेरि यति बेला चलचित्र पारसको चारैतर्फ एकदमै धेरै चर्चा भइरहेको छ भने चलचित्र पारसको अब चाँडै नै छायाङ्कन पनि सुरु हुने क्रममा रहेको छ। चलचित्र पारसको छायाङ्कन आगामी निर्वाचनपछि नै सुरु गर्ने निर्देशक कृषा चौलागाईको योजना रहेको छ।